महानुभावहरू हामीसँग हुनुहुन्छ भूपाल सिंह जिमी। उहाँ नजिकै गरेको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उल्लाबारीको मेयर पदको उम्मेदवारी दिनुहुँदैछ। जिमी सरसँग कुरा गर्नुभन्दा अगाडि हामी उहाँको बारेमा केही जानकारीहरू दिन चाहन्छौँ। 2036 सालदेखि मालेको राजनीति हुँदै उहाँ नेकपा एमालेमा आबद्ध हुनुहुन्छ र उहाँ हाल नेकपा एमाले मोरङ जिल्ला सचिवालय सदस्यमा हुनुहुन्छ। उल्लाबारी खानेपानी आयोजनाको विगत 22 वर्षदेखि उहाँ अध्यक्ष भएर खानेपानी आयोजनाको नेतृत्व गर्नुहुँदैछ। त्यसै गरी हाम्रो बचत तथा ऋण सहकारी संस्थाको 16.5 वर्ष नेतृत्व सम्हालेर उहाँले उक्त सहकारीलाई मोरङ जिल्लाकै सबैभन्दा बढी सदस्यता दिलाउन पनि सफल हुनुभएको थियो र उल्लाबारी खानेपानी आयोजनाले टार्गेट भन्दा बढी उपभोक्ताहरूलाई खानेपानी वितरण गरेर वाहवाही कमाएको छ। हाल उल्लाबारी खानेपानी आयोजनाको विभिन्न कार्यक्रमहरू भइरहेको छ र 70 करोडको आयोजनामा खानेपानी वितरण भइरहेको छ र थप 11 करोडले मधुमलामा खानेपानी आयोजनाको वितरण भइरहेको छ। यिनै कुराहरू लिँदै हामी उहाँसँग विषयमा प्रवेश गर्न चाहन्छौँ। तपाईलाई स्वागत छ। धन्यवाद गोविन्दजी। मेयर पदको टिकट पाउनु भएको छ, तपाईलाई कस्तो लागिरहेको छ? यो मेयर पदको टिकट पाउनुमा मलाई खुसी पनि लागेको छ। त्यो के बारेमा खुसी लागेको छ भनेदेखि यो मेरो पार्टीमा मैले गरेको योगदान हो र त्यो योगदानप्रति पार्टीले एउटा उचित मूल्याङ्कन गरेको भन्ने कुरा मलाई लाग्छ र पार्टीको मेरो आफ्नो व्यक्तिगत भन्दा पनि पार्टीको मूल्याङ्कनप्रति र पार्टीप्रति सबभन्दा पहिले पार्टीले ठिक काम गरेको मैले मूल्याङ्कन गरेको महसुस गरेको छु र यो पार्टीको मूल्याङ्कन जुन ढङ्गबाट गरिएको छ र मैले पार्टीप्रति नै यसको खास गरेर श्रेय पार्टीलाई नै दिनुपर्छ। निर्णय गर्ने कुरा पार्टीले हो र पार्टीको निर्णय अनुरूप चल्नुपर्छ र जुन निर्णय गरेको छ त्यसप्रति पार्टीको सद्भाव, पार्टीको निर्देशन, निर्णयप्रति मैले एकदम खुसी लागेको छ, राम्रो महसुस गरेको छु भनौँ। मतदाता कहाँ कस्तो चुनावी एजेन्डा लिएर तपाईँ जानुहुँदैछ? हामीले मतदाता कहाँ चुनावी एजेन्डाहरू हामीले हाम्रो पार्टीको तर्फबाट एउटा घोषणापत्र, एउटा उद्देश्य, एउटा कार्यदिशा हामीले तयार पारेको छौँ। त्यो दृष्टिकोण हामी त्यसै चुनावी मैदानमा उत्रिने होइन, हामी दृष्टिकोणका साथ, उद्देश्यका साथ, कार्यक्रमका साथ हामी अगाडि बढ्छौँ। यो उर्लाबारीको सन्दर्भमा कुराकानी गरौँ। यो अहिले उर्लाबारी भनेको हिजोको उर्लाबारीभन्दा फरक छ। त्यो के मानेमा फरक छ भनेदेखि अहिले यसको भूगोल अहिले जुन चाहिँ फराकिलो भएको छ, थप मधुमल्लाको 7-8-9 नम्बरका वडाहरू यसमा समाहित भएका छन्। सिङ्गो गाविस हिजोको राजघाट गाविस यसमा समाहित भएको छ। त्यसो भएको हुनाले यहाँको यो भूगोलको हाम्रो यसको वस्तु स्थितिलाई हामीले अध्ययन गरेका छौँ। समग्रतया यसको अध्ययन हामीले यहाँको वस्तुस्थितिबारे हामीले यसको विकासको क्रमलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसलाई हामीले अध्ययन गरिसके पश्चात यहाँको जनसङ्ख्या, यहाँको खोला नदी नाला, यहाँको नदी नालाबाट हुने भूक्षय, यहाँको चाहिँ दैनिक चाहिँ समस्याहरू के उत्पन्न हुन्छन्, बाटाघाटाका समस्याहरू, यो विद्युतीकरणको समस्याहरू, खानेपानीको समस्याहरू, यी तमाम समस्याहरू हामीले टिपेका छौँ। हामीले सबभन्दा पहिले त्यसलाई हामीले चाहिँ एउटा नोटिस गरेका छौँ। तिनै विषयहरूलाई हामीले आधार मानेर हामीले चाहिँ हाम्रो पार्टीको एउटा घोषणापत्र, हाम्रो कार्यदिशा, हाम्रो कार्यक्रमिक रूपमा त्यो अगाडि सारेका छौँ। के छन् त तपाईँका कार्यक्रमहरू दर्शकहरूलाई बताइदिनुहोस् न। होइन, कार्यक्रमको सन्दर्भमा हामीले विकास निर्माणको पाटो र विकास निर्माण सँगसँगै चाहिँ पूर्वाधारको पाटो हाम्रो छुट्टै एउटा कार्यक्रम छ। सडक सञ्जालको सन्दर्भमा हामीले चाहिँ यसलाई रणनीतिक रूपमा, कार्यनीतिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने सडक सञ्जालहरूलाई हामीले कसरी त्यसको विकास, त्यसको स्तर उन्नत गर्नुपर्छ, त्यो एउटा छुट्टै हामीले कार्यक्रम राखेका छौँ। सँगसँगै यो उर्लाबारीबाट बाछिकी हुने यो नदी नियन्त्रणका कुराहरू हामीले यसलाई चाहिँ डिपिआरहरू पनि तयार पारेका छौँ र पूर्वमा महानदी र बिचमा बक्रा खोला लगायत सुनजोडा, सोल्टी खोला लगायत अन्य खोला नालाहरू पनि छन्। तिनीहरूलाई चाहिँ रोकथाम गर्नको लागि हामीले कार्यक्रमहरू, प्रोग्रामहरू समावेश गरेका छौँ। आगामी हाम्रो नेतृत्वमा चाहिँ स्थानीय तहको हामीले नेतृत्व गर्यो अथवा गरेको खण्डमा, एमालेले गरेको खण्डमा त्यो कार्यक्रममा हामी खोला नाला तटबन्धलाई हामीले विशेष दीर्घकालीन गुरु योजनाका साथ हामी अगाडि बढाउँछौँ।
र सानोतिर चाहिँ छोटो कार्यक्रमहरू जस्तो यो दीर्घकालीन कार्यक्रमहरू हुन सक्छ, कतिपय चाहिँ कार्यक्रमहरू वार्षिक कार्यक्रमहरू अथवा अल्पकालीन कार्यक्रमहरूमा हामीले सम्पन्न गर्ने हाम्रो योजनाहरू रहन्छन्। दीर्घकालीन कार्यक्रम भनेको बख्रा नदी नियन्त्रणको लागि गुरु योजना, महाखलाबाट चाहिँ गर्नुपर्ने चाहिँ जुन एउटा दीर्घकालीन योजनाहरू हुन्छ त्यसलाई हामी दीर्घकालीन रूपमा नै हामीले समावेश त्यो पाइपलाइनभित्र हामी पार्छौँ। त्यसको लागि आवश्यक हामीले चाहिँ नगरपालिकाबाट गर्नुपर्ने पहल कदमी र अन्य चाहिँ निकायहरू प्रदेश या केन्द्रलाई चाहिँ हामीले लिएर जानु त्यसलाई हामीले समेटेर जानुपर्ने अवस्थाहरू बन्न सक्छ, सहयोग लिनुपर्ने अवस्थाहरू बन्न सक्छ। त्यसको लागि पनि हामीले चाहिँ हाम्रो उद्देश्यहरू प्रष्ट छ। हाम्रो एउटा दिशा कार्यदिशा हामीले चाहिँ निर्माण गरिरहेका छौँ। देश विकासका खण्डमा मानिने युवाहरूले तपाईँलाई मतदान किन गर्ने? अब युवाहरूको सन्दर्भमा आज मात्र एउटा पार्टी नेकपा एमाले एउटा युवाहरू भनेको एउटा पार्टी एमालेको चाहिँ रक्त सञ्चार भन्ने मलाई लाग्छ। युवा बिनाको पार्टी नेकपा एमाले पनि हुन सक्दैन, म त्यसो भन्छु। त्यसो भएको हुनाले हामीले जुनसुकै तहमा होस् अथवा स्थानीयमा तहमा होस्, प्रादेशिक तहमा होस् या केन्द्रीय तहमा किन नहोस्, युवाहरू भनेको एउटा सशक्त एउटा त्यो शक्ति हो। त्यो शक्तिले हामीले स्वदेशमा पनि सदुपयोग गर्नुपर्छ। सदुपयोग गर्नको निम्ति त्यसको लागि आवश्यक हाम्रो नीति के कार्यक्रम ल्याउन सक्नुपर्छ। विशेष त हामीले मैले भन्नुपर्दा स्थानीय तहमा युवाको कार्यक्रमको निम्ति यही स्वदेशभित्रै हामीले एउटा स्वरको प्रवर्धन व्यवस्थापन गर्नुपर्छ। त्यसमा युवाहरूलाई समाहित गर्नुपर्छ। विदेशमा गएका युवाहरूलाई यहीँनिर रोक्न सक्नुपर्छ, व्यावसायिक बनाउनुपर्छ। व्यावसायिक बनाउनको निम्ति युवाहरूलाई कसरी त्यतिकै अटोमेटिक व्यावसायिक गर्ने कुरा त भएन। त्यसको आधारहरू हामीले निर्माण गर्नुपर्छ। ती आधारहरू निर्माण भनेको हामीले स्थानीय तहबाट चाहिँ युवा व्यवस्थापनको निम्ति एउटा छुट्टै कोष हामीले वार्षिक रूपमा त्यसको एउटा विशेष कोषको योजना अथवा विनियोजन गरेर कार्यक्रम नै त्यसरी राखेर हामी जानुपर्छ। एक दोस्रो कुरा, यहाँ भएका विभिन्न सहकारी संस्थाहरू अनि सँगसँगै समाजमा रहेका यहाँ चाहिँ विद्यमान चाहिँ यो सानातिना चाहिँ उद्योग धन्दाहरूको स्थापना गर्ने हो। सहकारी सङ्घर्षको नै हातेमालोको कार्यक्रम गरेर हातेमालोको कार्यक्रम मार्फत चाहिँ युवाहरूलाई पनि समाहित गर्दै उचित तालिम शिक्षा प्रदान गर्ने, तालिम शिक्षाहरूको चाहिँ अवसर प्रदान गर्दै अनि युवाहरूलाई चाहिँ एउटा व्यावसायिक र रोजगारमूलक ढङ्गबाट अगाडि बढाउनु जरुरी छ। त्यसमा पनि हामीले त्योभन्दा पनि फाल्टो कार्यक्रमहरू हामीले राख्न सक्छौँ। त्यो भोलि युवा नेतृत्वसँग पनि बसेर हामी आवश्यक थप कार्यक्रमहरू हामी त्यसलाई समावेश गरेर जान सकिन्छ। तपाईँको चुनाव जित्ने आधारहरू चाहिँ के छन्? अब मैले चुनाव जित्ने आधारहरू प्रशस्तै छ। जस्तै मैले चुनाव जित्नुभन्दा पनि पार्टी नेकपा एमाले जित्ने हो। भोपाल जिमीले जित्ने होइन, एमाले जित्ने हो। भोपाल जिमी एउटा पात्र मात्रै हो। हुनसक्छ भोपाल जिमीको एउटा व्यक्तिगत रूपमा त्यसमा एउटा पात्रको रूपमा उभिन स्वाभाविक कुरा हो, तर सिङ्गो पार्टी नेकपा एमालेको कुरा हामीले सम्झिनुपर्छ। त यसमा यो सन्दर्भमा के भन्न चाहन्छु भनेदेखि हाम्रो एउटा सङ्गठन सशक्त सङ्गठन एमालेको सङ्गठन चुनाव हुँदाको अवस्थामा किन नहोस् या नहुँदाको अवस्थामा किन नहोस् हाम्रो सशक्त आन्दोलन के अरे सङ्गठनहरू छन्। त्यस्तै पार्टीको चाहिँ जनसङ्गठनहरू छन्। यी नै एमालेको चाहिँ एउटा शक्ति हो। त्यो शक्ति भनेको अब एमालेको त्यो शक्ति भनेको अत्यन्तै लगनशीलता शक्ति हो। एउटा नागरिक, एउटा स्वच्छ नागरिक, एउटा समृद्धिशील, एउटा चाहिँ सङ्कल्पसहित एउटा सोच निर्माण गर्ने एउटा शक्ति हो। त्यो एउटा आधार हो। दोस्रो हाम्रो कार्यक्रम हो। पार्टीको निश्चित एउटा कार्यक्रम हुन्छ। भोपाल जिमीको व्यक्तिगत कार्यक्रम होइन, नहुन सक्ला। त्यसमा थप भोलि गर्ने कुराहरू भोपाल जिमीको तर्फबाट गर्नुपर्ने केही विशेषहरू हुन सक्छ, तर पार्टीको सिङ्गो पार्टीको कार्यक्रम नै एउटा दोस्रो चाहिँ आधार हो। त्यो कार्यक्रम भनेको यो देशलाई, यो समाजलाई, सिङ्गो समाजलाई रूपान्तरण कसरी गर्न सकिन्छ र अहिले भन्नुपर्दाखेरि सामाजिक आर्थिक अथवा समाजवादी अर्थनीतिलाई कसरी अवलम्बन गर्न सकिन्छ, स्वरोजगार बेरोजगारको समस्या समाधान कसरी गर्न सकिन्छ, अनि सुन्दर यो नगरपालिकालाई सुन्दर नगरपालिका बनाउनका लागि एमालेको धारणा के हुनसक्छ, दृष्टिकोण के हुनसक्छ, कार्यदिशा के हुनसक्छ, त्यसमा हाम्रो स्पष्ट धारणा हुन्छ। हाम्रो यो मैले बोलिरहँदाखेरि यो बोलेको मात्रै कुरा होइन, हामी जनता समक्ष यो कुराहरू हामी प्रस्ताव पार्छौँ। हामी त्यसमा चाहिँ प्रतिबद्धता पनि जाहेर गर्छौँ। हामीले गरेको प्रतिबद्धतालाई हामीले पुरा गरेर देखाउनु पनि पर्छ, ताकि त्यो काम गर्नको लागि एमालेबाट चुनिएर गएका जनप्रतिनिधिहरू भोलि त्यो काम गर्नको लागि सक्षम बन्नुपर्छ। सक्षम पनि छन् र त्यसले गर्दा पनि हिजोको इतिहासले पनि हामीले के देखाएको छ भनेदेखि हिजो स्थानीय निकायहरू एमालेको
बढी पकडमा चाहिँ विजय गरेको थियो। त्यतिखेर धेरै कामहरू एमालेको चाहिँ नेतृत्वमा चाहिँ त्यतिखेर काम गरेको अवस्था हो। अब पनि फेरि पनि एमालेको धारणा अझ यो विकासित परिवर्तन भएको समयमा परिवर्तन सँगसँगै विचारहरू पनि हामी परिवर्तन सँगसँगै विचारहरू परिवर्तन गर्दै कामले अगाडि बढाउने हामीसँग त्यो स्पष्ट क्षमता छ। हामी चुनावी भूमिमा चुनाव आएको बेला मात्रै हामीले त्यो के अरे यो के भनौँ बढाइ चढाइको कुरा हामी गर्दैनौँ। अगाडि होस् चाहे पछाडि होस् निरन्तर पार्टी लागिरहन्छ, हामी लागिरहन्छौँ। एमालेबाट चुनिएको प्रतिनिधिहरू त्यो काममा लागि नै रहन्छ, चाहे जिते पनि लाग्छ चाहे हारे पनि लाग्छ। तर हामी जित्यौँ भनेदेखि अझ हाम्रो हैसियतलाई कायम राख्दै अन्य चाहिँ थप कार्यक्रमहरू एमाले अब जस्तो केन्द्रको सन्दर्भमा तपाईँलाई धेरै कुरा व्याख्या नगरौँ। अहिले पार्टी के अरे अध्यक्ष हाम्रो केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा उहाँले जारी गर्नुभएको लोकप्रिय कार्यक्रमहरू त्यस्तो लोकप्रिय कार्यक्रमहरू हामी अगाडि सार्छौँ। त्यो दोस्रो मुख्य आधार हो। स्थानीय निकायको चुनावमा पार्टी भन्दा पनि व्यक्ति हेर्ने परिपाटी पनि अहिले युवाहरूमा पार्टी होइन व्यक्ति रोजो भन्ने पनि जनलहर पनि आइरहेको छ। यस्तो अवस्थामा सङ्गठन राम्रो भएर मात्रै पनि चुनाव जितेला? विशेष गरेर यो के हो भनेदेखि अहिले पार्टीले जुन समयमा उम्मेदवारहरू चयन गर्ने एउटा प्रक्रियाको थाहा नै भयो। त्यो एउटा हाम्रो चाहिँ पार्टीको के हो भने जनवादी केन्द्रितको एउटा हाम्रो सिस्टम प्रणाली पनि त्यो छ। पहिले तलबाट जनवाद उठाउने, जनताको आशय के छ, विचार के छ, रुचि के छ, धारणा के छ, त्यो पहिले पार्टीबाट बुझ्छ। त्यसलाई जनवादी भनिन्छ। त्यसपछि त्यहाँबाट उठेका कुराहरू केन्द्रले लिइसकेपछि त्यसपछि केन्द्रले निर्णय गरे केन्द्रता लाग्ने कुरा। र अहिले जति पनि यो उम्मेदवारको सन्दर्भमा तपाईँले सोध्नु भएको हो कि भन्ने मलाई लाग्छ। यदि त्यसो हो भनेदेखि अहिले चाहिँ त्यो एक्सर्साइज कसरत हो, त्यतिको मौका जनवादको अथवा त्यो एउटा प्रजातान्त्रिक अभ्यास गर्ने मौका पनि हामी त प्रजातान्त्रिक पनि चाहिँ मान्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले अहिले चाहिँ प्रजातान्त्रिक अभ्यासमा धेरै कुराहरू उठ्न सक्छन्। पार्टीले आधिकारिक निर्णय भएर आइसकिसकेपछि त्यो भएर आएको निर्णय पार्टीको निर्णयलाई हामीले एक मुष्टका साथ एक भएर त्यसलाई अगाडि बोकेर हामी अगाडि बढ्छौँ, पार्टी अगाडि बढ्छ। अन्त्यमा तपाईँलाई हाम्रो दर्शकहरूलाई भन्न केही चाहनुहुन्छ? अब विशेष गरेर अहिले यो 20 वर्ष नभनौँ 15 वर्षपछि 2054 सालमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो। अहिले 54 सालपछि 2074 सालमा अहिले स्थानीय निर्वाचन यो जेष्ठ 31 गते सम्पन्न हुँदैछ। र आदरणीय श्रोता वर्गहरू सम्पूर्ण यो जुन यो मिडिया मार्फत तपाईँहरूले सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, यहाँहरू सम्पूर्णप्रति म चाहिँ आभार प्रकट गर्न चाहन्छु। यहाँहरूको राय सल्लाह सुझावको निम्ति हाम्रो पार्टी नेकपा एमालेबाट चाहिँ अब उम्मेदवारको निम्ति जुन चाहिँ पार्टीले दिएको छ त्यो जिम्मेवारी पुरा गर्नको निम्ति समेत यहाँहरूको राय उचित सल्लाह र सुझावको अपेक्षा पनि गर्न चाहन्छु। सँगसँगै सम्पूर्ण दर्शकगणहरूलाई उम्मेदवारको यो सन्दर्भमा पछि गएर यहाँहरूले अमूल्य मत चाहिँ दिएर एमालेको उम्मेदवारको चाहिँ सन्दर्भमा यो चाहिँ म एउटा मेयरको प्रत्याशी भएको हुनाले अब अमूल्य मत यहाँहरूले दिनुहुनेछ अनुरोध गर्न चाहन्छु। र यहाँहरूको राय सल्लाह सुझाव र एउटा यहाँहरूको अरौटेको रूपमा म स्थापित हुने सङ्कल्पसहित तपाईँहरूलाई यो अनुरोध गर्न चाहन्छु र यहाँ गोविन्दजीलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद। उहाँ हुनुहुन्थ्यो एमालेका तर्फबाट मेयर पदका उम्मेदवार भूपाल सिंहजी नि। र यो भिडियो खिचेर सहयोग गरिदिइराख्नुभएका उल्लाबारी 3 मङ्गलबारे थापाचोक निवासी टेकन लिम्बूलाई पनि विशेष धन्यवाद दिँदै म गोविन्द पोखरेल बिदा चाहन्छु। धन्यवाद।